हेलो सो गाइज आज चाहिँ म मेरो जन्मभूमि हाम्रो शिरचोर आएको थिएँ। आज शिरचोरमा चाहिँ धान रोपाई कार्यक्रम रहेछ। हाम्रो चाहिँ धान रोप्दैछ नि त्यहाँ है। यो चाहिँ हाम्रो अङ्कलहरूको धान रोप्न हाम्रो र अङ्कलहरूको फेरि सधैँभरि धान ट्याक्क एकैसाथ रोप्छौँ कि हाम्रो फेरि रमाइलो गर्दा होइन। यहाँ हाम्रो ठुली आमा शिरचोरको मेन धान रोप्ने सुपरस्टार यता हेर्नु बिहामा हेर्नु क्या हाम्रो ठुले आमालाई केमा चित्त बुझेन केसमा यस्ता राम्रो राम्रो रोपारी छ नि शिरचोरमा टक्क लाएर उता फुपूले फेरि बिहार गर्न लाग्नु आयो बिहार खानुहुन्छ कि के कारण छ ए सुर्ती म उता जानु पर्यो क्या म फेरि यता जानु पर्यो अब म फेरि ऐलानी म त ऐलानी जता गयो भने म त भिडियो बनाउने जाने यहाँ के बिहार कारण ठाउँमा बोलेको सुर्ती खाल्ला म त्यो सम्झिले यता फेरि सुर्ती खावाई कार्नु ल हाम्रो बोइले बिहार गरेर यो के अरे यहाँ फेरि सुर्ती बोकेर हेरेँ सुर्ती किन नदिएको अनि बुढेसकालाई सुर्ती खान्छ नि भन्नु बुवा अनि खान्छन् नि सुर्ती पनि खाने अरे नदेखा अरे सुर्ती तपाईँको त्यहाँ छोरीलाई हेर्नु बाहिर ऊ हेरे छोरीकै भदै नि ठुल्यामा अरे तपाईँ भैदेलले बाहिर हेरिरहनु आऊ लगायत हाम्रो त यता कार्यक्रम चलिरहेको छ है। हाम्रो यता रोपाई कार्यक्रम चलिरहेको सबैजना रमाइलो छ। हजुर हजुर 75 वर्ष भएन भयो ए 75 वर्ष पहिले हाम्रो बोइले बिहार गरेर लाग्नु खायो। त्यही पनि कति खतरा हुन्छ यस्तो हो नि त बुढिसकाल लाग्यो भने यति काम गर्नु छ। हाम्रो गाउँघरतिरका बोइ यस्तो हुन्छ बजारतिरका बोइहरू त लट्ठी टेकेर हिँड्ने भए हुन्छन् आजभोलि हाम्रो त एउटा गरेर हाल्ने हो साँझ लाइक गरेस् नानीले साँझ हाल्छु मैले जाउँ न के बिहार स्याहार बोकेर टक्क बिहार रोप्नु छोड्यो के हो यस्तो भोलिपर्सि बिहे भएपछि घर गृष्टि खाँदाखेरि के त यस्तै गरेर अडिने पछि फेरि घरबाट लखाला नि तँलाई कसलाई आउँछु क्या आउँछु भिडियो बनाउँदै आउँछु तल अहिले हेर्नुहोस् त तेरो पनि भिडियो बनाउन आउँछु म। हाम्रो चाहिँ कुर्चोरको मेन रोपार्नेहरू यी टक्क लाएर सबैजना हाम्रो मम्मीको त अनुहारमा पुरा खुसीको आँसु आउन लाग्यो मैले के प्रगति गरेँ अब लादा भन अनि बुवाले भिडियो हेरेर त पहिलोचोटि हाम्रो बुवाले हेरेलमा आउँछ भिडियो कटेर हाल्छ भने हेरिरहनु आउँछ हाम्रो बुवाले बेजत भन्नु हेर्नुपर्छ मलाई बेजत गरिदिन्छ अहिले पारी बोइ उता हुनुहुन्छ ऊ पारी हो ए बोइ के छ हाल खबर रोपाई कार्यक्रम कस्तो चलिरहेको एकदम राम्रो नि बिचारा खुट्टा पाकेको छ हजुर यो बर्खा सिजनमा नि गर्मी घाम लाग्ने के कारण हो यो खासमा रोपार्ने गरौँ रोप्न सबै तल हिँड म तल जान्छु तर विदेशमा भए मान्छेले हेर्छन् के यो विदेशमा टक्क हुन्छ नि जो विदेशमा हुन्छ नि सबजना हेर्न आउँछ अनि अब के भन्छ कि नानी बोल्न जान्दैन त्यो अलिअलि त हिँड्छ त यो यसको त काम छैन बिचरा ज्वाइँले कसरी पाल्ने हो यसलाई यार यसलाई हाम्रो ज्वाइँले कसरी पाल्ने हो कि यसलाई मम्मी हेर्नु त ज्वाइँले कसरी पाल्ने कि यसलाई यो काम बिना कामको मान्छे काम धन्दा केही छैन बोले यहाँ रोप्ने चाहिँ रोपाई मच्चा बेला के गरे त्यो बेच्दामा म यिनीहरूलाई गाई यिनीहरूलाई रोप्ने केही थाहा भएन नि यिनीहरूलाई म रोप्ने सिकाउन लाग्छु छिटो नै रोप्दैन तर रमाइलो छ गाउँघरतिर पनि रोपाई मच्चा छ हाम्रो चाहिँ यता हजुर म अहिले मेरो काम जरुरत पऱ्यो नि म आइहाल्छु कि यो बिहार स्याहार यताउता यो कतलमा यताउता यो खेत गराउन आइहाल्छु म ल गाइस
हामी चाहिँ अब टक्क लाएर अन्टीको रोपाइमा त लाखौँ एकछिन। ए हाम्रो नानीले फेरि यो भिडियो भन्ने बित्तिकै यो फेरि के मजा मेरो टिकटक आइडी भन्दै के टिकटक तेरो टिकटक आइडी भन्दा सबैजना लाइक कमेन्ट गरिदिनु ल त्यसमा गएर सब्स्क्राइब गर्दैन नानी फलो गर्दैन त्यसमा त कस्तो मान्छे फलो गरिदिनु ल टिकटकमा हेर रोपार्ने को छन् राम्रा राम्रा केटी राखन् क्या हौ यसले फेरि आफ्नो रूपको घमण्ड यो 200 को स्टिट हालेर तैँले 10,000 के 200 स्टिट हाल्नु ए धन हो यसले 200 स्टिट हालेर यसले 10,000 को ढाक्लाउ चेर त यहाँ ओहो यता त झन् रमाइलो रहेछ र यी धान सान रोप्ने ट्याक्क यता बाजेसँग भेट्नु जान्छु त्यहाँ त यता त घर जा कि बना जा तेरो काम छैन फेरि ए हाम्रो बाजे आज रोपाइ मच्या छ ए अर्को बाजे यता फेरि हेर त हाँस्या सुर्ती खा दाँत देखाएर क्या चाहनु छ ए ठुल्बा दुईवटा बल्ब बोला घर बोला किन त काम नपाएर त भिडियो बनाएर राम्रो हो कि न बाजे भन्नु त बाजे फेरि लास्टै बाजेको फेरि हाम्रो बाजेको लास्टै हेर्न मुस्कान हाँस्नु त बाजे त त्यहाँ बाजेलाई भन्दै यार मैले यार सुर्ती खाएर त्यहाँ लाग्दा तपाईँले त सुर्ती खाएको जुगा भन्ने त्यस्तो जुगा गर्नु न यसरी अझै पनि के दुईवटा ल्याउनु सक्छ क्या बाजेले अझै पनि बिहा गर्न सक्छ भन्नु त अनि के ठान भएको क्या हाम्रो बाजेलाई पहिला पैसामा चिन्टी थियो अब मरेमा चिन्टी बिहा फेरि पनि कमानमा हाम्रो बाजेलाई मान्छेहरू हाल्यो एउटा छोरा आएर अनि एउटा कान्छा अनि ए यहाँ त ऐलानी जता गयो भने ऐलानी जता गयो भने सक्छ कसैले यहाँ त कोही सक्दैन कि बाजे कोही सक्दैन यहाँ कोही बोले मैले कति रोप सक्दैन मैले कति रोप्थेँ साइन्स जात रोप्न नि झ्याप रोप्थेँ तर ठुल्बाले खोक लगाइरहनु भएको त्यहाँ यो 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 नि तलको नि खेतमा झिल्के रोप्यो भने यही हो अनि झिल्के रोपा यही हो खेतमा झिल्के रोप्यो हाम्रो यो सिर्चर बासिन्दाहरूले धर प्रगति गर्छन् सिर्चर बासिन्दामा कुर्चर बासिन्दा किन मिसिनु भएको फेरि म त पहिलाको यार जोरी बासिन्दा हो त अझ सबै छोरी गइया छ छोरी आएको छैन घर यहीँ छ जग्गा यहीँ छ अझै हाम्रो बोल्नु पर्यो र कहाँ यार रोल पाएको वा त्यहाँ हेर्नु ठुल्मा आएको छ किन यस्तो मुस्कान रहेछ ठुलो तपाईँको मुस्कान त यार किल्लर छ फेरि रमाइलो भइरहेको यता जानुपर्छ क्या हो कि यता तल खोक लगाउने ठाउँ सो गाइस यता रमाइलो भइरहेको छ जो सहरमा बस्नु त गाउँमा बस्नु बेस्ट भने यही हो क्या ए ठुल्बा म पनि आइएकै लास्टै रहर लाग्यो त्यहाँ खोकमा चढ्ने आम क्या हो नि म लगाउन जान्दैन चढ्नु तपाईँले हाल्नु के हाम्रो रोपानीहरूलाई पनि देखाउँछु कि म हाम्रो रोपानीहरू आज आन्टीले धान रोप्या देखेर अङ्कल चाहिँ लास्टै खुसी हुन्छ आज भिडियो साँच्चीकै भिडियोमा आज होइन फेरि दामी हुन्छ हेर्नुहुन्छ अङ्कलले ठाउँ राख्ने हो हाम्रो त पहिला बासिन्दाहरू गाउँलेहरू सब हिरो छन् के हाम्रो ठुले अब धान रोप्ने ठुले अब हेर धान सब उम्किएको टिकटक लगाएर भिडियो भ्लग भन्दैन ल टिकटक भन्दैनन् नानी धान रोप्दा छिटो हेर त ठुले आमाले त्यता लगिदिए पानी भयो कि रोप्दैन तिनीहरूले त रोपे खान्छ के हाम्रो माइल दिदी हेर त ओ माइल दिदी दर्शन यतामा त भिडियो पनि थाहै हुन्न भलक पनि के हो थाहै हुन्न थाहा पाउने मान्छे भने उ त्यहाँ हुनुहुन्छ हाम्रो म त भलक गराउँदै आइयो कि आज धान रोप्नु रहेछ ऊ त्यहाँ पारि रोपिरहेछन् मैले त सब मेरो काम भनेको हजुर ल हाम्रो बाजेले मोल छिट लाग्नु त्यहाँ अहिले हाम्रो बाजे डेक गाडा डिजे ल्याएको छैन हौ गाना बजाइदियो कि हाम्रो बाजे नाच्छ
सर्को होला नि हजुर गाना गाउनु त बाजे धान रोप्ने गाना है फेरि अलि खन्दा खन्दाई कोदालीको बिराई भइयो अलि खन्दा खन्दाई कोदालीको बिराई भइयो अलि खन्दा खन्दाई जनालाई यो लड्च्या जौवन मजा भन्दा भन्दै जनालाई यो लड्च्या जौवन मजा भन्दा भन्दै जनालाई यो लड्च्या जौवन ब्रुक्क उफ्रिनु बाजे रमाइलो छ गाउँघरतिर माथिबाट नि हेर्नु बाजे सबले हेरिरहनु माथिबाट नि अझै नातिन्छ नाति त अहिले अलिक माथिको रोपाइमा हुन्छ अहिले अलिक छिटो फाल्नु न बिहार यहाँ ल्याउनु म फालिदिन्छु तपाईँले फाल्नै सक्नुहुन्न यहाँ ल्याउनु तपाईँ आराम गर्नु यस्ता मान्छे आराम गर्छन् आज यसरी पारी फाल्नेको अरू बिहार छैनन् यिनी हो नि बिहार यार आजभोलिका केटीहरू यो भिडियो हेरेर चाबी चिम्नु त अन्त चाबी खसी गयो ल अघि आजभोलिका केटीहरू यो कमेन्ट गर्नु छाडे गर्नुभन्दा बरु यता आयो हुन्थ्यो धान रोप्न हाम्रो आन्टीको कमेन्ट गरेर खिचाउँछन् क्या मलाई त्योभन्दा अब धान रोप्न सिधा आयो हुन्थ्यो ल च्यालेन्ज है 1 जना 2 जना 3 जना 4 जना 5 6 7 8 जना हुनुहुन्छ 8 जना कति मिनेटमा सक्नु रहेछ है यो आज रोपेर यो गरा मात्रै अलि छिटो रोप न रोप्ने यता रहेछ आज यो विकास नयाँ विकास अब त गोरु पनि चाहिँदैन बाजे अब त गोरु केही चाहिँदैन नयाँ विकास हाम्रो नेपालको ठुल्बा रमाइलो छ नि तपाईँमा रमाइलो छ नि हाम्रो ठुल्बा हुँदैन के छ सन्चै छ होइन यो भिडियो हेर्ने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ भिडियो हेर्ने मान्छे धन्यवाद लाइक कमेन्ट गरिदियो भन्नु न आउँछ रमाइलो हुन्छ फेरि अनि ठुल्बाले के छ यो अहिले लगाइ कस्तो भइरहेको छ राम्रो भइरहेको रमाइलो छ के छ तपाईँको हालखबर रमाइलो छ तपाईँ बहुत खुसी हुन्छ हाम्रो बाजेलाई त नचाउने अहिले नाच्छ बाजे फेरि हाम्रो फेरि बाजे लास्टै खुसी हुन्छ क्या अर्ग्यानिक नाच्छ र हाम्रो बाजे गयो त नि अर्ग्यानिक नाच्छ बाजे आजभोलि हल्का बुढेसकाल लागेर अलिक थाकिँदो होला तर पहिलाको जवानीमा त बाजेलाई रोप्नु कोही सक्दैन नि त मैले सुने बाजेबाट कहानीहरू